सर्वप्रथम त परमेश्वरलाई मुहिँ भएको होस् अनि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। विशेष गरिकन यो समयमा फेरि पनि यो मौका यो अवसर दिनुभएको लागि सर्वप्रथम त म मेरो परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँहरूलाई सम्पूर्णलाई प्रभु यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह भन्न चाहन्छु। विशेष गरिकन फेरि पनि तपाईँको बिचमा मैले परमेश्वरको वचन छोटो लिएर आएको छु। यो परमेश्वरको वचन चाहिँ सबैले थाहा भएको, सबैले घरिघरि भनिरहेका, हामीलाई चाहिने त्यो वचन चाहिँ यूहन्ना 3:16 यसरी लेखेको छ, किनभने परमेश्वरले यो संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस् भनेर चाहिँ परमेश्वरको वचनमा लेखेको छ। परमेश्वरले कहिले पनि तपाईँले मलाई नाश हुनको निम्ति होइन, तर परमेश्वरले चाहिँ तपाईँले मलाई आनन्द जीवन दिनको निम्ति परमेश्वरले उहाँले प्रेम गरिरहेको छ। यो प्रेम चाहिँ हामीले गरेको प्रेम चाहिँ टुटेर टुङ्गेर जान्छ, तर उहाँले गर्नु प्रेम चाहिँ कहिले पनि टुङ्गेर जाँदैन, कहिले पनि सिधेर जाँदैन। उहाँको प्रेम चाहिँ कहिले पनि अन्त हुँदैन, तर हामी मानिसहरूले चाहिँ गरेको प्रेम चाहिँ अन्त हुन्छ अनि विफल हुन्छ, सफल हुँदैन। र उहाँको प्रेम चाहिँ जहिले पनि सफल अनि जहिले पनि उहाँले चाहिँ यो योजनाबद्धले राख्नुभएको छ भनेर यो वचनले हामीलाई भनिरहेको छ। हवस् त, आजको वचनको लागि धन्यवाद।